हेलो नमस्ते सबैजनालाई वेलकम टु माई युट्युब च्यानल रबिन। आई होप यहाँहरू सबैजनाले सन्चै हुनुहुन्छ होला। म चाहिँ आज बारीतिर छु होइन। म चाहिँ आज के कामले भने हामी चाहिँ बुद्ध चित्त मालाको बिरुवाहरू रोप्नको लागि तयार गर्दैछु। सो त्यही भएर खल्डो खान आएको। आमा पनि हुनुहुन्छ, म पनि छु। ल है त काटल खाने रोप्ने हो। ओके, थ्याङ्क यू सो मच। भिडियोलाई पुरा हेरिदिनु होला। अरे वाह, धेरै गहिरो पनि गर्नु पर्दैन हैन। ठ्याक्क कति भने 1 फुटदेखि 1.5 फुटसम्म खन्यो भने पुग्छ। अब आज चाहिँ यो खाल्डो खनेको मात्र, यो बिरुवा रोप्दाको पनि भिडियो बनाउने छु। कृपया यो मेरो भिडियोलाई चाहिँ पुरा हेरेर लाइक अनि सब्सक्राइब कमेन्ट गर्न चाहिँ नभुल्नु होला। यस्तै छ, यो चाहिँ रोपेर 3 वर्षमा चाहिँ राम्रो आम्दानी गर्न सकिन्छ। हाम्रो त्यो मालमा चाहिँ होइन, आम्दानी गर्ने माध्यम नै बुद्ध चित्त माला रोप्ने। यहाँ सबैले देखिरहनु भएको यो पुरा एरिया नै रोप्ने हो क्या। म तलतिर पुरै रोपिसक्यो। त्यो झम्मन सो बारे बा छार्न लबार जा जा जागी दुःखा छार्न राम्रा न्याम मालान ज्याबा। बुद्ध चित्त माला रोप्नको लागि होइन बनाएको खाल्डो हो। खाल्डो खन्दैछु होइन। लगभग यो 1 फुट 1.5 फुट जति खन्नुपर्छ। सो अहिले खन्दैछु। यो पुरा एरिया रोप्ने हो क्या। पुरा यो एउटा घर नै रोप्ने हो। आमा पनि हुनुहुन्छ है। टक्क रोप्ने हो। यो 2टा 3टा आमाले धेरै गहिरो गहिरो बनाउनु भएछ। दाजु छोला पुग्छ अब। त्यसै घिर्न रोल्छु त हुँदैन। नुन लाँदो थियो भन्दा चु अझै छप्पर दिए क्या। त्यहाँ होइन छप्पर बा त्यो भएको सबै पुर्दियो। सो साथीहरू, मैले चाहिँ होइन 3वटा चाहिँ खाल्डो खनिसकेको छु ठक्क। सो बुद्ध चित्त माला कस्तो हुन्छ भने होइन, यस्तो हुन्छ। यो चाहिँ बुद्ध चित्त माला हो होइन। ठक्क अब यो जेठको पहिलो हप्ता अथवा दोस्रो हप्तातिर चाहिँ यो टिप्न मिल्छ। यस्तै बिरुवाहरू रोप्ने हो यो बनाएको खाल्डोमा पनि हैन। यो चाहिँ हेरी आउँछ 1 मुखे 2 मुखे 3 मुखे 4 मुखे 5 मुखेदेखि
6-7 मुखीसम्म फल्न सक्छ होइन। यसको मूल्य पनि होइन हेरी छ फेरि। यो 2 मुखीको चाहिँ होइन सानोको होइन एकदम राम्रो क्वालिटी छ भने बेस्ट प्राइस आउँछ। अनि त्यो अर्को 3 मुखी 4 मुखीको पनि आउँछ। तर सबैको राम्रो नै आम्दानी हुन्छ होइन। सो आजको लागि यति नै। थ्याङ्क यू सो मच। अब यो बिरुवा रोप्ने कसरी होइन त्यो भिडियो पनि आउँछ। सबैजनाले यो भिडियोलाई चाहिँ माया गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच सबैजनालाई हेरेर राखिदिनु भयो। अब हामी अर्को भ्लगमा भेटौँला। थ्याङ्क यू सो मच सबैजनालाई। बाई बाई। लभ यु अल।